प्यारा दाजुभाइहरू दिदीबहिनीहरू, म एउटा कुरा भन्न गइरहेको छु। तपाईँहरू भन्नुहुन्छ बालेन 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 बालेन। बालेनले के राम्रो गरेछ? केही पनि राम्रो गरेको छैन। पञ्चायत कालमा 17 महिना इन्डियाले नाका बन्द गर्दाखेरि मरिजमान सिंह श्रेष्ठले, त्यति बेलाको प्रधानमन्त्री मरिजमान सिंह श्रेष्ठ हुनुहुन्थ्यो। 17 महिना नाका बन्द गर्दाखेरि चाइनादेखि विदेशबाट प्लेनमा तेल ल्याएर चोकचोकबाट बाँडिदिनु भयो। कुपन सिस्टम गराउनु भयो। त्यति बेला ग्यास थिएन, स्टोभमा खाना बनाउँथे। त्यति मात्र भएन, जसले दाउरा बाल्न मिल्छ दाउरा बाल्नेलाई चोकचोकमा दाउरा बाँटिदियो र जसको घरमा हिटरले खाना बनाउँथ्यो, खाना बनाउनलाई 50% विद्युतमा सहुलियत दिए मरिजमान सिंह श्रेष्ठले। आज बालेनले खुब राम्रो काम गर्यो। वाह 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 बालेन। तेल बन्द भयो, महँगी भयो भनेर तेलको भाउ बढाइदिए। तेलको भाउ बढिसकेपछि रासनमा भाउ बढ्यो, गाडी भाडा बढ्यो। उसले नियन्त्रण गर्न किन सकेन बालेनले? नेपाली जनता को थिए? सुकुम्बासी को थिए? हुकुमबासी को थिए? नेपाली जनता थिए। नेपाली जनता हुन्। उनीहरूलाई व्यवस्थित नगरिकन उनीहरूको घर किन भत्काए? त्यो भत्काउन नमिल्ने हो। पहिला व्यवस्थित गरेर तिमीहरू यहाँ बस, तिमीहरूलाई यो ठाउँ दिएको छ, अब यहाँ घर बनाऊ, अब यो खाली गर्नुपर्छ भन्न किन सकेन? एकैचोटि डोजर लाउने। त्यति मात्र होइन, त्यो क्रिस्चियन हो कि को हो त्यो? त्यसले शिव मन्दिरमा किन डोजर हान्यो? डोजर लगायो। त्यसले गुम्बा किन भत्कायो? गुम्बामा किन डोजर लगायो? त्यो पनि विचार गर्नुहोस्। बालेनले राम्रो काम गरेको छैन। जनताको लागि केही पनि राम्रो गरेको छैन। इन्डियासँग दुश्मन लिनु, मिलेर जानुपर्छ। मिलेर गयो भने जे पनि हुन्छ। तिमीहरूले यसरी हाम्रो भूभाग चलाएको छौ, यसमा हामीलाई पनि यो गर, हामी यो गर्छौँ, हामी वार्ता गरौँ भनेर वार्तामा जानुपर्छ। हामी तुरुन्तै लिपुलेख छोड, कालापानी छोड भनेर तिनीहरूले छोड्छ। मिलेर जानुपर्छ। इन्डियासँग दुश्मन लिने, अमेरिकासँग दुश्मन लिने, चाइनासँग दुश्मन लिने, यसले खुब राम्रो काम गरे हो। बालेन त भुमरीमा परिसक्यो, चक्रव्यूहमा परेको छ। उसले धेरै राम्रो काम गर्यो भनेर जनताहरू खुसी नहुनुहोस्। जनतालाई रोएको राम्रो हुन्न, मन्दिर भत्काएको राम्रो हुन्न, छिमेकीहरूसँग दुश्मन गर्नु राम्रो हुन्न। बुझ्नुभयो कि? हुकुमबासी थिए कि झोलेहरू अब पार्टीको अब कार्यकर्ता बनेर उनीहरूले राम्रो काम गरेको थियो होला। ल तिमीहरूलाई म यहाँ सुकुम्बासीको उसमा चाहिँ जग्गा दिन्छु, त्यहाँ घर बना भन्यो होला। उनीहरूले आफ्नो ऋण पान गरेर गाउँको घर जग्गा बिक्री गरेर के गरेर हुन्छ, कसो गरेर हुन्छ, राम्रो ठाउँमा बसौँ भनेर उनीहरूले घर बनाएका थिए, खर्च गरेका थिए। त्यो किन गर्न सकेन? तिनीहरूलाई किन भत्काउनु पर्यो थियो? त्यो भत्काउने होइन नि। आइन्दा यहाँ नबस है, तिमीहरूको आफ्नो आफ्नो ठाउँमा जाऊ। तिमीहरूको खर्च छ, यो घर भत्काउनुको सट्टा हामी सरकारीकरण गर्छौँ भन्न किन सकेन? उसले पनि दुःखले कमाएको थियो होला। दुःख गरेर घर जग्गा बिक्री गरेर हुन्छ, के गरेर हुन्छ, उसले पार्टीको माननीयहरूलाई, पार्टी अध्यक्षलाई खुसी बनाएर नै उसले पनि केही पाएको थियो।
राजाको पालामा राजालाई कुनै राम्रो काम गरेको खण्डमा राजाले भन्नुहुन्थ्यो कि ल भन् त के चाहन्छस्, के माग्छस् माग भन्दाखेरि सरकार मलाई यति खुर्सानी बारी, सरकार मलाई यति खरपाखा चाहियो भन्थ्यो। अनि सरकारले ल तैँले कति गर्न सक्छस् गरी खा भने सरकारले दिनुहुन्थ्यो, राजाले दिनुहुन्थ्यो। त्यस्तै गरेर नेताहरूले पनि पार्टी अध्यक्षले, पार्टीका नेताहरूले ल तैँले धेरै दुःख गरिस्, तँलाई यहाँ जग्गा लि भनेर उसको नाम चढाएर उसले पनि केही दुःख गरेको थियो। दुःख गरे अनुसार उसले पनि केही जग्गा पाएको थियो। त्यो जग्गा पाएकोमा उसले आफूले ऋणपान गरेर के कसो गरेर उसले घर बनाएको थियो। तेरो यति खर्च भएको छ, ल तेरो घर बनाएको खर्च चाहिँ तँलाई लाग्यो यति, अबदेखि यो नगर भनेर सरकारले दिन सक्नु पर्थ्यो, बालेनले दिन सक्नु पर्थ्यो। आज आएर बालेनले नेपाली जनताहरूलाई पनि चिडियाए। छिमेकी राष्ट्रहरू अमेरिकासँग दुश्मन लिनु भनेको यसको ठुलो गल्ती हो। यो धेरै टिक्दैन। राज परिवार त त्यत्रो सेनाको कब्जामा बसेका थिए, तर राज परिवारको विध्वंस भयो भने बालेन एक्लो हो। चारैतिर उसले हात हाल्नु हुँदैन। विदेशीलाई आक्रमण गर्नु पर्थ्यो भने नेपाली जनतालाई समेट्नु पर्थ्यो। नेपाली जनतालाई समेट्नु किन सकेन? म यति भन्दछु। यदि मेरो गल्ती भुलटुटी भए क्षमा पाऊँ। कस्तो लाग्छ तपाईँहरूले लाइक, कमेन्ट, सेयर गर्नुहोला। यही म बिन्ती गर्छु। धन्यवाद।